प्रफुल्ल। म आज प्रश्न शब्दको बारेमा छलफल गर्छु। मैले यहाँ चाहिँ 9वटा प्रश्न शब्दहरूलाई तिला, खाला, खानाङ, खाइमा, तिल्दा, खाराङले, खाराङबा, खाचिबा, गादे यो 9वटा प्रश्नलाई उठाएँ। अङ्ग्रेजीमा 5वटा व्हाट क्वेसन भनेर वाट, हु, वेयर, वेन, हाउ भनेर सिद्ध्याउँछ। उसको त्यति नै हो। अब सबै अरू वाटबाट हाउबाट बनेका छन् अरू चाहिँ। अब यहाँ राम्रोसँग तपाईँले हेर्नुभयो भने एउटा के चाहिँ देखिन्छ भने नेपाली अङ्ग्रेजी शब्दको भने एउटा रमाइलो पक्ष पनि छ। नेपालीको प्रश्न बनाउने तरिका हेऱ्यो भने के, को, कहाँ, कहिले, किन, कसरी, कस्तो, कुन, कति अनि सबैमा कबाट सुरु भएको छ प्रश्नहरू। एभ्री क्वेसन स्टार्ट विथ द क। के, को, कहाँ, कहिले, किन, कसरी, कस्तो, कुन चाहिँ, कति। भेरी त्यो अङ्ग्रेजीमा जानुभयो भने डबल एचबाट सुरु हुन्छ। वा, हु, यहाँ पनि वा छ, डबल एच छ, यहाँ पनि डबल एच छ, यहाँ डबल एच छ। यो डबल एच चाहिँ तलमाथि भएको छ, त्यसपछि सबै डबल एचमा जान्छ। तर तामाङ त्यस्तो देख्दैन। तामाङले कमसेकम ख र त चलाएको छ, ग पनि छ। तिला, खाला अनि त्यसपछि गादे, क त ग चलाएको, तिनवटा शब्दमा चलाएको। यसरी पनि हामीले हेर्नुपर्छ। कारण अङ्ग्रेजीमा वा क्वेसन भनेर पत्रकारलाई सोध्छ, पत्रकारहरूले वा क्वेसनको उत्तर दिन सक्यो भने त्यो न्युज बन्छ भन्ने छ। उदाहरणको लागि तपाईँहरू न्युज बनाएर देख्छु। एउटा समाचार भयो, समाचारले यो वा क्वेसनको उत्तर पुग्यो भने समाचार बन्छ भन्छ। यदि वा क्वेसन कहिले, कहाँ, के, किन, कसरी, यदि वा क्वेसनको उत्तर आएन भने समाचार पुरा भएको मान्दैन। अब वा क्वेसन गरेर एउटा मैले न्युज बनाएँ। उदाहरणको लागि, हिजो साँझ काठमाडौँको 3 कुनेमा बस र ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ। बसको गति नियन्त्रण हुन नसक्दा ट्र्याक्टरमाथि बस चढेको हुन सक्ने अनुमान ट्राफिक प्रहरीले गरेको छ। यहाँ हिजो साँझ कहिलेको उत्तर आयो, कहाँ भन्दा काठमाडौँ 3 कुनेमा भन्ने उत्तर आयो। के भयो भन्दाखेरि बस र ट्र्याक्टर दुर्घटना भएको कुरा आठ्यो। को भनेको चालक, मृत्यु कसको भयो, चालकको भयो भने। किन भयो भने बसको गति नियन्त्रण हुन नसक्दा भने आयो। कसरी भने ट्र्याक्टरमाथि बस चढेर। यी 5वटा प्रश्नको उत्तर आएपछि न्युज भन्छ। नभए तपाईँ हिजो साँझ मात्र निकाल्दाखेरि टाइम नहुँदाखेरि पनि न्युज पुरा हुँदैन। कहाँ भएको उत्तर चाहिन्छ उसलाई, कहिले भन्नेको चाहिन्छ, किन भन्ने उत्तर चाहिन्छ, कसरी, यी 5वटा प्रश्नको उत्तर आएपछि न्युज बन्छ। यो समाचार लेखनमा सिकाउने पद्धति हो। एउटा समाचार पनि बनाएर राखेँ। यसरी नै तपाईँहरूले यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ। विशेष प्रश्न भनेको सिम्पल के जिज्ञासा हुन्छ। त्यो विषयमा थाहा नभएको अवस्थामा हामी प्रश्न राख्छौँ। कहिलेकाहीँ चाहिँ कुनै कुरालाई अझ मोर डिटेलमा जानु पर्यो भने प्रश्न राख्छौँ। यो प्रश्नको यो सोधिने कुराहरू हुन्। म यो 9वटा तामाङ अलिकति बढाएर कस्तो, कुन चाहिँ, कति पनि हाम्रो हुन्छ। यसमा थोरै यो 9वटा प्रश्नलाई अलिकति व्याख्यासहित बुझाउने प्रयास गर्छु। प्रश्न शब्द या प्रश्न वाक्यहरू चाहिँ प्राय 2 प्रकारका हुन्छन्। सूचना वा ज्ञान प्राप्तिको लागि प्रश्न सोधिन्छ, कुनै सूचना पाउनु या कुनै ज्ञान सोधिन्छ। जिज्ञासा वा प्रश्न वा सोधाइ प्राय 2 प्रकारका हुन्छन्। एउटा हो होइन जान्ने छोटो उत्तर, हो कि होइन, तिमी अमृत हो भनेपछि उसले उत्तर यसमा खोज्यो या नोमा खोज्यो। यसलाई हामी चाहिँ उत्तरापेक्षित प्रश्न भन्छौँ। उत्तरको अपेक्षा गर्छ उसले तुरन्त। अर्को चाहिँ तथ्यगत अर्थात् सूचना अपेक्षित प्रश्न, सूचना जानकारी चाहन्छौँ हामी। कहिले चाहिँ उत्तर अपेक्षाको हुन्छ, कहिले चाहिँ सूचना अपेक्षा हुन्छ। अब आउँदो आइतबार चाहिँ बिदा छ भने सूचना कसले दिएको बिदा, के बिदा हो भनेर
मो या हो या होइनमा उत्तर आउँदैन चाहिँ। सूचना चाहिँ कसले, कहाँबाट, कहिले, किन आदिको त्यसरी प्रश्नहरू प्रायः दुई प्रकारका हुन्छन्। एउटा चाहिँ तथ्य प्राप्त गर्नुको लागि, एउटा चाहिँ जानकारी प्राप्त गर्नुको लागि, कन्फर्म हुनको लागि। यी दुई प्रकारको प्रश्नको कुरा मैले उठाइसकेपछि अब छोटो उत्तरको अपेक्षा गर्छ। त्यसलाई हामी यो यस्तो खालको वक्तामा के हुन्छ भने सूचना सुनिश्चितको लागि हो कि होइन कन्फर्म गर्नुको लागि चाहिँ यस्तो प्रश्न हुन्छ। वक्ताको बोलीमा उर्दू अनुतान बोल्दाखेरि चाहिँ इन्टोनेसन चाहिँ हाई हुन्छ, चढ्छ। यो माध्यमबाट प्रश्न गरिन्छ। आई मास्टर हिँड्न भनेर सोझो फुल स्टप गर्दा पनि हुन्छ, त्यो इन्टोनेसन भएन। तर आई मास्टर हिँड्न भनेपछि त्यो अनुतान चाहिँ उर्दू हायर भयो। त्यति बेला चाहिँ रेजिङ र फलिङ टर्न हुन्छ इन्टोनेसन। राइजिङ इन्टोनेसन जान्छ आई मास्टर हिँड्ला। यसको उत्तर चाहिँ कि हो हुन्छ कि होइन हुन्छ। त्यो स्कुल निजी आइन्, ऊ स्कुल गयो होइन त भनेदेखि उसको उत्तर पनि हो भन्छ कि होइन भन्छ। यो चाहिँ हामीलाई यता सूचनाको सुनिश्चित गर्न खोजेको हो। आई मास्टर आइन् वा आइन्न भन्दाखेरि उसको उत्तर पनि हो होइन हुन्छ। थिए तामाङ आइन् या आई होजा आइला चोन हिँड्न भन्यो, या आई आँगा दिमरिमुला छ छैन उत्तर हो। आई तार्गा चाबा सोध्यो उसले खाने नखाने भनेर। अनि थिए दिमरी निलावा हानी, यसको उत्तर पनि त्यही हो, छोटो हुन्छ। हानी भन्छ या निला भन्छ उसले। आइसिसिया आचानी खाएनौ भनेर सोध्यो। त्यो इन्टोनेसन चाहिँ अनुतान चाहिँ हाई भयो, राइजिङ फाइलिङ। त्यसै टाङ्गा हापिन्ने, त्यसै टाङ्गा आफानी होटलमा खाने बेलामा कुरा उठ्दाखेरि उसले हाई टोनमा जान्छ, हाई इन्टोनेसनमा। यस्ता खालका प्रश्नले चाहिँ छोटो उत्तरको अपेक्षा गर्छ। उसले लामो गर्दैन। उसले तिमीले पैसा तिरेनौ भन्दाखेरि अनि उसले चाहिँ यस्तो उस्तो उस्तो लामो खोज्यो होइन, कि तिर्यो उत्तर खोज्यो कि होइन भन्ने खोज्यो, छैन भन्नु पर्यो। तर मैले यसो गरेँ उसो गरेँ भन्ने प्रश्न उसले सूचना अपेक्षा गरेको होइन। त्यसैले सुनिश्चितको लागि चाहिँ यो छोटो प्रश्न उत्तर दिन्छ। यसबारे तामाङ भाषा, नेपाली भाषा, अङ्ग्रेजी भाषाको स्ट्रक्चर उही हो। थोरै अङ्ग्रेजीको चाहिँ फरक के छ भने उसको हेल्पिङ भर्ब चाहिँ अगाडि आउँछ। नेपाली र तामाङको मात्र इन्टोनेसन राइजिङ हुने बित्तिकै प्रश्नको बोध हुन्छ। यो एउटा तपाईँहरूलाई जानकारीको कुरा हो। अब यो तथ्यगत वा सूचना अपेक्षा गर्ने प्रश्न चाहिँ प्रश्न शब्दबाट आउँछ। खाला, को, टिक, के, खानाङ, कता, खाइमा, कहिले, टिक्दा, किन, खाराङले, कसरी, खाराङबा, कस्तो, काते या गादे, कति, खाजिबा, कुन जस्ता प्रश्न शब्दले सूचनाको अपेक्षा गर्छ। उसले मोर इन्फर्मेसन खोज्छ। उसले उत्तर यस या नोबाट खोजेको होइन। यसरी प्रश्न शब्दै प्रयोग भयो भने सूचना चाहिँ अलिक विस्तारको रूपमा, अलिक ज्ञानको रूपमा जान्छ। सामान्य प्रश्न शब्द वाक्यको अन्तमा यस्ता शब्दहरू प्राय गरी वाक्यको अन्तमा आउँछ र यो या उसको ठिक क्रियाभन्दा अगाडि चाहिँ त्यो शब्द प्रयोग हुन्छ। तिला हिँड्ला, तिला मुला, निजी खानाङ निजी, खानाङ निला, खाइमा खाजी, खाइमा खाला, थेखाला हिँड्न। यसरी क्रियाको ठिक अगाडि चाहिँ प्रश्न शब्द आएर नेपाली र तामाङमा बसेको हुन्छ थाहा पाउनको लागि। यस्तो तथ्यगत प्रश्न अघि मैले भने जस्तै माथिका 8-9वटा प्रश्नबाट सुरु हुन्छ। अहिले पनि त्यसलाई हिँड्न भन्दाखेरि यस या नो, हिँड आइन् भने उत्तर हुँदैन। उसले चाहिँ मेरो नाम के हो भनेर, मेरो नाम फाना हो भनेर लामो दिनुपर्छ। पेमासे सुङमतीलाई मुला, आइला मिन्तेलाई हिँड्ला, तिम्रो नाम के हो? पेमासे सुङमतीलाई मुला, पेमाले के खान्छ? निमा खानाङ निजी, निमा कहाँ गयो? आई खानाङ निला, तिमी कहाँ जान्छौ?
आले खाइमा खाजी भाइ कहिले आयो, साङ्मो खाइमा खाला साङ्मो कहिले आउँछे, थे खाला ऊ को हो, यो थे खाला हिँड्न ऊ को हो, गोठेरी खाला मुला गोठमा को छ, राङ्ना कोला गाडे मुला तपाईँको बाल बच्चा कति छन्, आले तिल करावा भाइ किन रोएको, राङ्से खराङ बचामुला राङ्से खराङ नेचामुला, यसो रासे छे खराङ नेचामुला, बाख्राले कसरी घाँस खान्छ, बाख्राले घाँस कसरी खान्छ। यसरी प्रश्नहरू सोधिन्छ। यस्ता प्रश्न शब्दले सूचना या ज्ञानको तथ्यको अपेक्षा गर्छ। मोर डिटेल मैले चाहेको हुन्छ। अब त्यो 9वटा प्रश्न मध्येमा पहिलो प्रश्नको रूपमा मैले खाला को भन्ने शब्दको प्रयोग गरेँ। खाला अर्थात् नेपालीमा को, अङ्ग्रेजीमा हु। यो खालाले के उत्तर खोज्छ भने यसले मानवीय नाम खोज्छ, व्यक्तिसँग सम्बन्धित कुरा उठ्छ। खालाको उत्तरमा मानवीय उत्तर व्यक्ति खोज्छ। उदाहरण लागि आपा, आमा, आखे, बोन्बो, माम, लोपन यी सबै चाहिँ व्यक्ति हुन्। अनि खालाको प्रश्नको उत्तरमा हाम्रो अपेक्षा के हुन्छ भने व्यक्ति हुन्छ, मानवीय नामहरू हुन्। पासाङ र दिम्री खाला मुला, पासाङको घरमा को छन्, ए को छ। आई ल दिम्री खाला खाला मुला, तिम्रो घरमा को छन् भने यसले अपेक्षा गरेको चाहिँ मानवीय नाम नै हो, व्यक्ति हो, नातागोता आदि नै हो। तिलमा आई खालाथेन क्लाङजी, तिलमा आई खालथेन क्लाङजी, खालाथेनलाई छोटोमा खालथेन पनि हुन्छ। खालाथेन क्लाङजी तिमी हिजो कोसँग खेल्यौ, तिनी आई खालाथेन दिम्निबा, आज तिमी कोसँग घर जान्छौ, जाने। चुताम खालाथेन तोला, चुताम खालाथेन तोला, यो कुरा कोसँग सोध्नु पर्ला। यसरी खाला प्रश्न राखेर हामी सूचना त अपेक्षा गर्छौँ नै, त्यो सूचनाबाट आउने उत्तर चाहिँ व्यक्ति हुन्छ, मानवीय नाम हुन्छ। यो कुरा सबैलाई थाहा छ, थोरै मैले व्याख्या गरेँ यसको। यस्तै तपाईँहरूले यसबारेमा थुप्रै प्रश्नहरू सोध्नु भयो भने भाषाको आफ्नो भाषाको क्षमता वृद्धि हुन्छ। त्यसै गरी अब तिला, यसलाई नेपालीमा के या वाट हुन्छ। यसमा हामीले अघिल्ला पाठहरूमा धेरै कुरा आइसकेको छ। यो तिक या तिला को प्रश्नबाट हामीले अपेक्षा गरेको नाम के चाहिँ अमानवीय नाम हो, नन ह्युम्यान। मान्छेभन्दा बाहेक जीव जन्तु, रुख बिरुवा, सासाना पात आदि सबै खालका कुरा यहाँ, जस्तै रा, नागा, टाङ्गा। यो रा नागा चाहिँ के अरे जीव जन्तु नै हुन्, जीव हुन् भने टाङ्गा, क्वान, सिङ, मिग्ली आदि चाहिँ निर्जीव वस्तुहरू हुन्। यसरी जीव निर्जीव विशेष गरी मान्छेभन्दा बाहेक वस्तुलाईको उत्तर चाहिँ तिलाबाट खोजिन्छ। तिला चिम भन्ने के रहेछ भने व्यक्ति होइन, कुनै वस्तु कुरा उठ्छ। अब केही यसैको वाक्य बनाएर हेरौँ। राङ्ला ब्यागले तिला मुला, तपाईँको ब्यागमा के छ। तपाईँ पनि पढ्दै जानुहोस् र म लेख्नु पनि पर्ने हुन्छ। राङ्ला ब्यागले तिला मुला, तिलाले दुईटा प्रश्नले मोर देन वान वस्तुको अपेक्षा गर्छ उत्तर। तपाईँको ब्यागमा के छन्, धेरै कुराहरू, कलम, कागज, किताब आदि कुराहरू उठ्छ। होटलले चाबसै तिला चिम, होटलमा खानेकुरा के रहेछन्, के छन् ले उठाउँछ, धेरै कुरा उठायो। त्यसमध्ये अहिले तिला चाबा, तिमी के खाने कुरा उठायो। त्यो भने त्यसले आचाबा, म केही पनि नखाने,
या केही पनि खान्न। दुईटै उत्तर हुनसक्छ नेपालीमा। म केही पनि खान्न पनि हो, केही पनि नखाने पनि हो। यसरी टिक या तिल्ला भौगोलिक भेद हुन्। बाट आउने अपेक्षा भनेको नोन ह्युम्यान अर्थात् गैर मानवीय अमानवीय नाम आउँछ। अमानवीय नाम या यस्ता नामलाई अपेक्षा गर्ने प्रश्न चाहिँ टिकबाट हुन्छ। यो खास टिकले चाहिँ नाउन क्लासिफिकेसन गर्छ, मानवीय र अमानवीय नाम। तेस्रो प्रश्न चाहिँ यहाँ राखेको छ, कहाँ भन्ने उत्तर। यो प्रश्नले चाहिँ हामीलाई थाहा छ, यसले चाहिँ स्थान खोज्छ, कुन ठाउँमा हो, कहाँ हो। कुनै घटना हुन्छ, कुनै मान्छे देखिन्छ भने, केही छ भने कहाँ छ भने यसले स्थान तोक्छ। स्थानीय ठाउँको खोजी गर्छ एक खानङले चाहिँ। जस्तै घरमा छ, गाउँमा, स्कुलमा, काठमाडौँमा या भारतमा, अमेरिकामा, जापानमा। त्यो छोरा कहाँ छ भन्दाखेरि जापानमा, अमेरिकामा, घरमा, गोठमा, काठमाडौँ आदि यस्तो उत्तर खोज्छ यसले। कहाँले चाहिँ प्लेस इन्डिकेट गर्छ। त्यस कारणले अब यसको यही हो कहाँको। यो हामी सानोदेखि पढ्दै नेपाली र तामाङको स्ट्रक्चरमा केही फरक छैन। आई खानाङ निबा तिमी कहाँ जाने? यो अनौपचारिक प्रश्नमा त्यो निबा खाबाको कुरा उठ्छ। रङ खानाङ खानाङ दोबमुला तिमी कहाँ कहाँ पुग्नु भएको छ, पुगेको छौ। यो देश खोज्यो, उसले ठाउँ खोज्यो। के छ आलेला दिम खानाङ चिम, त्यो भाइको घर कहाँ रहेछ, यसले प्लेस खोज्यो। राङा दिम खानाङ हिँड्न, तपाईँको घर कहाँ हो। यसरी खानाङले चाहिँ उत्तरबाट स्थान खोज्छ, कोठामा, बाहिर, घरभित्र, रुखको फेदमा, खोलामा, नदीमा, जापान, अमेरिका आदि खोज्ने हो। चौथो प्रकारको प्रश्न चाहिँले समय खोज्छौ। खाइमा या कहिले भन्यो भने वेन। वेनको उत्तर चाहिँ टाइमको अपेक्षा गर्छ उसले। समय कहिले हो, कालखण्ड कुरा गर्छ। किनभने यस प्रश्नले समयको खोजी गर्छ। जस्तै तिलमा हिजो, वने अस्ति, तुग्युङ पोहोर, नग्युङ परार, दारे भरे, नाङ्गर भोलि, रैनी पर्सि, गुरिङ आगौँ, राइदिङ पागौँ, खाइमा कहिले काहीँ। समयको बोध गराउँछ खाइमाले। यो हामीलाई थाहा भयो। अब यही हुने कुरा। तर मैले के प्रश्नको पनि बनाउने प्रयास गरेँ यहाँ। आइयाम्बुरी खाइमा नि ल, तिमी काठमाडौँमा कहिले जाने हो? जाने मात्रै हुनसक्छ। पेमा खाइमा दिम्नी मुला, पेमा कहिले कहिले घर जान्छ। अब कोही सहरमा बसेको होला, गाउँमा कुरा होला, गाउँमा सहरमा होला। चु खाइमाला तामिन्ला, यो कहिलेको कुरा रहेछ, यो कहिलेको कुरा हो। आई ngala दिमरी खाइमै खातो, आई ngala दिमरी खाइमै खातो। तिमी मेरो घरमा कहिल्यै आउनु पर्दैन। छलफल भयो, गफ भयो, अनुमान भयो, सहमत भएन भने यस्तो कुरा भन्नु सक्छ। त्यति बेला चाहिँ खाइमैले पनि कहिल्यै पनि भनेर पनि आउँछ यहाँ खामा नुन। यसले पनि स्थान खोज्यो, ठाउँ खोज्यो। खाइमा एक फिल्म नुन च्यादो मला, खाइमा एक फिल्म नुन च्यादो मला। कहिले काहीँ फिल्म पनि हेर्नुपर्छ। यसले पनि समय खोज्यो। यसरी खाइमा या कहिले या वेनले समयको बोध गर्छ। अर्को प्रश्न हो तिल्दा भन्ने प्रश्न। किन? किन चाहिँ अलिकति कम्प्लिकेटेड प्रश्न हो। यसले सजिलो उत्तर हुँदैन यसको। किनको प्रश्न थाहा पायो भने मान्छेले धेरै कुरा जान्दछ भन्ने बुझ्छ। यसले कारण खोज्छ। कुनै घटना हुन्छ, दुर्घटना हुन्छ, त्यो कारण खोज्छ। तिल्दा किन त्यस्तो भयो त? कोही मान्छे बिरामी हुन्छ, कि अस्पतालमा जान्छ, या पनि केही हुन्छ, या कोही असफल हुन्छ, या सफल हुन्छ, कारण खोज्छ। त्यो कारण अनुसन्धान गराउँछ यसले चाहिँ। त्यसपछि जस्तै मलाई किन कुटेको कोही बच्चाले भन्यो भनेदेखि उसले कारण खोज्यो। ठिक छ, मलाई पिट, तर कारण भन्न नि त। मैले के गल्ती गरेको हो कि के आधारले हो, या हिउँ किन पग्लिन्छ।
हिमालको हिउँ पग्ल्यो भन्ने छ भने कारण खोज्यो उसले। उसको कारण लामो हुनसक्छ, एक हरफ पनि हुनसक्छ। ताप बढ्यो भने हिउँ पग्लिन्छ भनेर। ताप कसरी बढ्छ त फेरि? किन बढ्छ त? यी थुप्रै प्रश्नको उत्तरले अनुसन्धान खोज्यो हुनाले यस्तो कुरा हुन्छ। मान्छे किन जन्मिन्छ? अर्को ठुलो प्रश्न होला यो, होइन? आँसु किन आउँछ? यस्ता प्रश्नले गहिरिएर अनुसन्धान गराउँछ, कारण खोज्दाखेरि। यसले चाहिँ हामी ज्ञानको अथाह भण्डार पुर्याउँछ। त्यस कारणले किनको प्रश्नको उत्तर चाहिँ हामीले जटिलतम प्रश्नको उत्तर खोज्दा यसो गरिन्छ। अब यसो उदाहरण बनाएर हेर्दाखेरि आले तिल्ल याम्बुरी निभा, आले याम्बुरी तिल्ल निभा पनि हुनसक्छ। भाइ किन काठमाडौँमा गएको तिल्ल तिल्ल ngada थाहा अरे। किन भन्ने प्रश्न कहिलेकाहीँ चाहिँ किन मलाई थाहा छैन भन्ने पनि दिन सकिन्छ। अहिले तिल्ल क्याम्पस आडोबा, तिमीले किन क्याम्पसमा पढेको? यसको पनि कारण चाहियो। अब अनुसन्धान गर्नु पर्यो। किन कारण त पक्कै पनि छ त्यहाँ त। तपाईँले आर्थिक भन्न सक्नुहुन्छ, पारिवारिक भन्न सकिन्छ, के आदि। यसरी तिल्दा प्रश्नले चाहिँ कारण खोज्छ र अनुसन्धान खोजलाई यसले प्रोत्साहित गर्छ मान्छेलाई, मोर नलेजको अपेक्षा गर्छ। अर्को खराङले भन्ने हुन्छ, खराङले कसरी या हाउको उत्तर खोज्छ यसले। खराङले यस प्रश्नले तरिका, सिप, प्रविधि आदि जनाउँछ। कविता कसरी लेख्छ, यसको चाहिँ टेक्नोलोजी पार्ट हो, यसको अभ्यासको तरिका हो, या कसैले रक्सी कसरी पार्छ, यसको पनि प्रविधि छ, या कुनै सिपको कुरा छ, तरिका उठाउँछ, भात कसरी पकाउँछ, यस्ता जिज्ञासै पानी कसरी पर्छ। यसरी कसरीको उत्तरमा हाउ भनेर, हाउ टु ड्राइभ, कसरी गाडी हाँक्ने, यस्तो कुराहरूलाई हामी खराङलेको लेबाट र नेपालीमा कसरीबाट चाहिँ यसको उत्तर खोज्छ। प्रश्न कसरी बनाउने, पासाङ खराङले दिम दोजिम, पासाङ दिम खराङले दोजिम पनि हुन्छ। पासाङ कसरी घर पुगेछ, पासाङ घर कसरी पुगेछ। निमा खराङले अमेरिका रे दोतला, निमा कसरी अमेरिका पुग्यो होला भनेर प्रश्न उठ्छ। किनकि उसँग यस्तै त समस्या छ भन्ने मान्छेलाई थाहा भएकोले त्यो प्रश्न उठ्यो उसलाई। हाउ कसरी त्यहाँ चाहिँ विभिन्न तरिकाबाट पुगेछ मान्छेहरू। तिन आइसे खराङले नोङबा मोबाइल सोबरिक सेजी, आइसे खराङले नोङबा मोबाइल सोबरी सेजी। त्यो तिमीले कसरी बिग्रेको मोबाइल बनाउन जान्यौ त? मोबाइल त बनेको थियो, बिग्रेको थियो, कसरी बनायो त्यही त? यो हाउ टुको कुरा उठ्छ, हाउ टु एबल टु भनेर। यसरी खराङले कसरी उत्तर हुन्छ। मामसे खराङले ब्राह्म सोजिम, मामसे खराङले ब्राह्म समुतला। थाहा छ हामीलाई मामले ब्राह्म बनाउँछ, बजैले मर्चा बनाउँछ, तर कसरी बनाउँछ त? अर्थात् कुन कुन कम्पोनेन्ट हालेर कसरी चाहिँ त्यो तयार गर्छ भनेर यसरी मोर नलेज जान्नु खोज्यो भने यसले चाहिँ प्रविधि खोज्छ, यसले चाहिँ सिप खोज्छ, यसले तरिका खोज्छ। तरिकाको लागि चाहिँ हाउ टु र नेपालीमा कसरी चाहिँ खराङले भन्ने उत्तर हुन्छ। अर्को एउटा प्रश्न छ खराङमा कस्तो। अब छान्नु पर्यो भने यस प्रश्नले व्यक्ति वा वस्तुको अवस्था, स्वभाव, आकार प्रकार जनाउँछ। जस्तै आखे खराङमा मुला कस्तो हुनुहुन्छ, यो अवस्था बुझ्न खोजेको होला, उसको स्वभाव बुझ्नलाई एक प्रश्न गर्छ। मोजे खराङ बचिम, कुनै वस्तु छ बजारमा किन्नु पर्यो भनेको त्यो ठिक छ बेठिक छ, राम्रो नमिठो के हो छ। चाङसार खराङ बचिम, यो बेहुली कस्तो रहेछ। यी प्रश्नहरूलाई मोर इज लाइक वाट काइन्ड अफ भनेर त्यहाँ मभन्दा खराङ मुला बजारलाई कस्तो छ, बजारी कार खराङमा खाजिम। अलिक कार चढ्ने शौकिनहरूको लागि बजारमा कार कस्तो कस्तो आएछन्, प्रविधि छ। राङ्दा जापान खराङमा छोर्जी, कोही जापानमा बसेको मान्छेलाई सोध्न सकिन्छ, तपाईँलाई जापान कस्तो लाग्यो। यसरी कस्तोले त्यो वस्तुको या ठाउँको अवस्था, स्वभाव, आकार प्रकार आदि जनाउँछ। अब कुन चाहिँ या कुन भनेर एउटा खाचिबा भन्ने प्रश्न उठ्छ। यसले छनौटको कुरा गर्छ। यस प्रश्नले व्यक्ति वा वस्तुको छनौट खोज्छ।
दुई वा दुईभन्दा धेरै मध्ये कुन हो भनेर छनौट गर्नेलाई प्रश्न गर्छ, तिमी कुन लाने हो? यी सामानहरूमध्ये तिमीलाई कुन कुन मन पर्यो? कुन कुनले दुईटा शब्दले मोर भनेर बहुवचन बुझाउँछ? कुन देशमा जाने विचार छ तिमीलाई? यस्ता प्रश्न हुन सक्छन्। यसलाई उठाउँदाखेरि आइदा खजिबा तागी सेम्निजी, थुप्रै बजारमा गएर किन्ने बेलामा टोपी लगाइन्छ, तिमीलाई कुन टोपी मन पर्यो भनेर खजिबाले सिलेक्सन छान्नेको कुरा गर्छ, छनौट कुरा गर्छ। प्रेमसी खाजिबा किताब बुर्जी, किताबको त पसल त ठुलै धेरै छ, यहाँ लाइब्रेरी छ। प्रेमाले कुन कुन पुस्तक लग्यो भन्दाखेरि उसले चाहिँ अब खोज्यो, मोर छनौटको कुरा गर्यो उसले। आई खाजिबा जामे बोर्बा, परम्परागत कुरा सन्दर्भमा कहिलेकाहीँ जिस्किएर भन्दाखेरि तिमी कुन चाहिँ छोरी लाने हो त? यसरी सिलेक्सनमा छनौटको लागि चाहिँ खाजिबाले कुरा उठाउँछ, खाजिबा आउँछ। र यो गादेले चाहिँ सङ्ख्या बुझाउँछ। यस प्रश्नले सङ्ख्या खोज्छ, व्यक्ति वस्तु सङ्ख्या खोज्छ। उदाहरण, लामा कतिजना रहेछन् त्यो ठाउँमा, हाउ मेनी भनेर ल्यायो उसले। तिमीसँग कति रुपियाँ छ? या कोरोनाबाट नेपालमा कति मान्छे मर्यो, कतिजना मान्छे मर्यो भन्ने खोज्यो। एसियामा कति देश छन् आदि। यसले काउन्टिङ खोज्छ, नम्बर अफ द्याट। गादे कति त्यो कुरा गरेको। यसलाई चाहिँ प्रश्न उठाउँदाखेरि आइथेन गादे टाङ्गामुला, तिमीसँग कति रुपियाँ छ, केही लिनदेन केनमेल आदि कुरा हुनसक्छ। खसो जात्रा मि गादे 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 हो गादे, अनगन्ती भन्ने खोजेको। बौद्धको जात्रामा मान्छे कति हो कति। याम्बोलिङ तामाङ जुग गादे मुला, नेपालमा तामाङ कति छन्, कति होला, सङ्ख्या खोज्यो उसले। काई बुलोन्ला तलब, नेपालला काई बुलोन्ला तलब गादे मुदला, प्रधानमन्त्रीको तलब कति होला। यो सङ्ख्याको मापन लागि, बुझ्नको लागि यो गादे शब्दले प्रश्न उठाउँछ। मैले यी मूलभूत 19वटा प्रश्न 9वटा प्रश्न शब्दहरूको चर्चा गरेँ। यो तपाईँहरूलाई विभिन्न समयमा विभिन्न कालमा हुन्छ। तामाङ भाषा र नेपाली भाषाको स्ट्रक्चर उस्तै भएकोले ठ्याक्कै यसलाई रिप्लेसमेन्ट गर्दा पनि पुग्छ यो प्रश्नको सन्दर्भमा। धन्यवाद। वर्षे